यहाँको ससेज चाहिँ नि यत्रो यत्रो हुन्छ क्या यो के को ससेज हो यार यो डाइनोसरको हो कि क्या हो यसको त मुट्टु फुटेछ त मुट्टु फुट्ने गरेर कुन चाहिँ हानेछ यसलाई म पहिला यो पानीपुरी बेच्नेमा काम गर्थेँ कि दाइ ह्याप्पी दिस भन्न लाउनु भयो क्या हो के हो तिम्रो नाम के हो तिम्रो लाइट चाहिँ ठ्याक्कै लाएर अहिले कस्तो भइरहेछ भने त्यो के भन्छ नि नेपालमा कुकुरको फुर्सद पनि छैन जब पनि छैन भने जस्तै मेरो पनि सेम सिचुएसन छ सो केही छैन सो हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग फर्स्ट अफ अल सबजनालाई ह्याप्पी ईद सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला सो लास्ट टाइम चाहिँ म कलेज जान्छु भनेर हिँडेको थिएँ अनि म हराएको थिएँ अभियसली सो अहिले चाहिँ म कलेज पनि गइसकेँ मेरो इनरोलमेन्ट पनि भइसक्यो सबै कुराहरू भइसक्यो जस्ट मैले त्यो भिडियो चाहिँ हाल्न पाएको छैन किनभनेदेखि एडिट गर्न यताउता अहिले सबै कुराहरू लौडा लसुन जस्तो भइरहेछ सो त्यो कुराले गर्दाखेरि चाहिँ मैले भिडियो हाल्न पाएको छैन बट नेक्स्ट भिडियो चाहिँ म हाल्छु फेरि यस्तो गाडी राख्दैछ यार गुन्जनीले यार यतिवटा यत्रो सानो छाउँछ सो आज यहाँ चाहिँ ईद भएको भएर हल्का यहाँनिर गाडी छ यो गाडी क्या खतरा छ क्या गाइस सही छ यार यो हामीले त्यो बच्चा बेलामा रेसिङ खेल्थ्यो नि टक्क लाएर दुईजना मात्रै बस्नु मिल्छ खतरा छ सो लास्ट टाइम चाहिँ त्यही हो कलेज जान्छु भनेर जाँदाखेरि चाहिँ जान पाएको थिइनँ हराएको थिएँ म चाहिँ नि अनि फाइनली म चाहिँ कलेज पनि एटेन्डेन्स मेरो सबै कुराहरू भइसक्यो कलेज गएको नि धेरै निकै दिन भइसक्यो अनि बिचमा चाहिँ हल्का सबै कुराहरू म्यानेज गर्न यताउता त्यस्तै त हो नि लौडा लसुन जस्तो भइरहेको थियो सबै कुराहरू त्यो कारणले गर्दाखेरि चाहिँ नि मैले त्यस्तो टाइम पाइरहेको छैन आज ईद भएको भएर त्यहाँनिर देख्न सक्नुहुन्छ तपाईँ यहाँ पनि ईदहरू यस्तो सबै सो अहिले चाहिँ म यहाँ पसल जाँदैछु आज चाहिँ हाम्रो चाहिँ प्लान भनेको चाहिँ नि हामी चाहिँ ईद मनाउन लागेको छौँ यहाँनिर सबैजना नेपालमा चाहिँ दसैँ मात्रै मनाइन्थ्यो सो यहाँ चाहिँ अब हामीले चाहिँ सबै ईद क्रिसमस जे आउँछ सबै मनाउने भनेको छौँ हामी हाम्रो रुममेट अनि आज बाहिरबाट दाईहरू पनि आउनुहुन्छ होला होइन अब मैले चाहिँ चिनेको छैन को दाईहरू आउनुहुन्छ भनेर नयाँ मान्छेहरू आउनुहुन्छ हाम्रो रुममा चाहिँ सो हामी चाहिँ अलिअलि त्यस्तै अब सबै कुराहरू पकाएर यताउता गरेर सेलिब्रेसन गर्न लागिरहेछौँ आज अहिले चाहिँ म पसल जाँदैछु यहाँ चाहिँ पुरै ट्राफिक म लास्ट टाइम यहीँबाट गाडी चढेर गएको थिएँ सो यहीँबाट हराएको थिएँ यहाँबाट त हराएको होइन जियोस् ऊ भएको भनौँ न सो त्यही हो यहाँ चाहिँ होइन बिहान आउँदाखेरि यति धेरै सामान हुन्छ क्या यहाँनिर चाहिँ बेलुका आउँदाखेरि चाहिँ केही पनि हुन्न क्या म चाहिँ आउने भनेको यहाँनिर सबैभन्दा बढी किन्न आउँछ यस्तै अब फ्रुट्सहरू किन्न आउँछु होइन यहाँ चाहिँ फ्रुट्सहरू छ आज अलिकति प्याक रहेछ सायद ईद भएको भएर होला यहाँ यत्रो ठुल्ठुलो हुन्छ क्या यार यो त कति दिनलाई पुग्छ होला 3-4 दिनलाई नै पुग्छ होला कहिले खाइसक्नु यो त घरमा लगेर सुते नै हुन्छ होला यार तकिया जत्रो छ यार तकिया बनाएर सुत्दै पनि हुन्छ होला यसलाई त तकिया किन्नै पर्दैन ऊ त्यही ए ओछ्याएर सुत्यो भने टाक्का लाएर यो तकिया अर्को यहाँ सिरक जत्रो खानेकुरा नि पाउँछ कता गयो आज रहेनछ सो यहाँ चाहिँ आज यो छ म चाहिँ के किन्न आएको छु भनेदेखि मलाई चाहिँ एउटा डिटर्जेन्ट मात्रै चाहिरहेको छ सो म त्यही किन्न आएको यसलाई चाहिँ होइन ससेज पनि यहाँको ससेज चाहिँ नि यत्रो यत्रो हुन्छ क्या यो के को ससेज हो यार यो डाइनोसरको हो कि क्या हो आज चाहिँ हाम्रो प्लान भनेको चाहिँ कस्तो के हो भनेदेखि एकजना दाई हाम्रो आउँदै हुनुहुन्छ भन्नाले यहीँको दाई हो उहाँ चाहिँ सेफ हुनुहुँदो रहेछ होइन सो दाईले चाहिँ अब मोमोसम्म बनाएर खाने भन्दा चाहिँ हामी चाहिँ अलमोस्ट 8-9जना हुन्छौँ होला होइन अनि हाम्रो प्लान चाहिँ 100-200वटा चाहिँ मोमो बनाउने भन्ने प्लान छ अब यहाँ आइसकेपछि मोमो चाहिँ लास्टै मिस हुने रहेछ क्या नेपालमा त अब जहाँ पनि खाइरहेको यहाँ मोमो त पाउँछ तर अलिकति एक्सपेन्सिभ क्या लास्टै हुन्छ तर नेपालको जस्तो टेस्ट हुँदैन नि त सो हामीले चाहिँ घरमै बनाएर खाने भनेर प्लान गरिरहेको छौँ त्यसको लागि चाहिँ हिजो हामी 2 घन्टा जति पुरै एकदम स्ट्रगल गरेर सामान किनेर लगेको छौँ होइन 2 घन्टा जति पछि सो आज चाहिँ त्यही हो प्लान हाम्रो चाहिँ उताको लाइन लास्ट प्याक भयो म चाहिँ अहिले यताको लाइनमा छु कता जाने यार अरू सामान हेर्नुपर्छ कि क्या हो के हो यो त बालुवा जस्तो छ त यार धन्नै मैले चामल भनेर किनेर लगेको त सो अहिले चाहिँ म रुममा आएँ अब हेरौँ इम्तियाज सर आज के हो अरे भन्नु त आज ईद होइन ल ह्याप्पी ईद तपाईँलाई होइन के भन्छ ईद मुबारक
के पकाउँदै हुनुहुन्छ? के हो यो? यो चाहिँ हाम्रो आन्द्रा भुडी अब के भन्नु हाम्रो के कसको? हैन अब हाम्रो होइन होला नि, हाम्रो त हैन खसीको। यो मुटु भयो, यो के हो? मटन है, मटन। यति धेरै कसले खान्छ यो? सो अहिले चाहिँ हामी यहाँनिर दुईजना होइन त हामी अहिले? हजुर, अहिले चाहिँ हामी दुईजना काटकुट गर्ने घरको सदस्यहरू। सो हामीले चाहिँ सामान चाहिँ ल्याएको थियो यहाँ, फ्रिजभरि सामान यहाँको यतै सामान हो। यो सामानहरू यहाँ टन्नै छ हाम्रो चाहिँ। सो चिनापत्ती हालिदिउँ। त्यो यो ड्रिङ्क्सहरू चाहिँ हाल्दैन। ए अँ। खाली भएछ। सो पकाउँदै गर्नु, को आइज? बहिनीहरू हेलो हेलो। हाम्रो दुईजना बहिनीलाई हेलो हेलो। कताबाट आएको तिमीहरू भनिदेऊ त? कलेजबाट। आज कलेज थियो, काम थिएन? तिमीहरू पनि आउने भयो आज मेरो भ्लगमा। ल तिमीहरू दुईजनालाई नि ह्याप्पी इद है। तिमीहरूले मुटु देखेछ? मुटु मान्छेको होइन, ऊ त्यो उसको देखेछ? हेर यहाँ मुटु यस्तो हुन्छ, यत्रो हुन्छ मुटु। यसको त मुटु फुटेछ त, मुटु फुट्ने गरेर कुन चाहिँले हानेछ यसलाई? डक्टर पढेको कोही छैन? छैन? ह्याप्पी इद है सबैजनालाई। ल हाम्रो फ्यामिली भनेको चाहिँ अहिले यतिजना हो। हामी चाहिँ अहिले यतिजना, हामी चाहिँ कतिजना बसिरहेको छौँ अहिले? 4 जना। एकजना साथी थियो, गइहाल्यो, उसलाई पनि मिस गरिरहेको छु मैले। बहिनी के गर्दैछौ? काट्यो? रोइरहेको छौ कि के हो? इम्तियाज सर के गर्दै हुनुहुन्छ? प्याज त खस्यो त। ल के गर्दै हुनुहुन्छ? आन्द्रा भुडी। हाम्रो सर आन्द्रा भुडी काट्दै हुनुहुन्छ, बहिनी प्याज काट्दैछ। अर्को बहिनी कहाँ गयो? अर्को बहिनी हल्लुका सुकाउनु गएको थियो, आइसक्यो होला माथि। सर मुटु नि काट्नुहुन्छ तपाईँ? काट्नै पर्यो। के ब्रेकअप भएपछि मुटु दुख्छ। एउटाको मुटु फुटेछ, त्यसको त ब्रेकअप भाँच्छ। यो मुटु फुटेको छ एउटा। कुन चाहिँले मुटु फुट्ने गरेर हान्यो होला कि यसलाई? अब हुन्छ नि रिग्रेट हुन्छ हो अब यहाँनिर। यहाँको त आन्द्रा भुटी पनि कस्तो सेलरोटी जस्तो हुने के यो? किन हो? चटपटे बनाउनलाई। ल के हुन्छ अरे यस्तो गऱ्यो भने? निन्जा टेक्निक होइन? ल आँसु आउँदैन? चटपटे कति पछि ठ्याक्क कति भनेदेखि लगभग हामीले चाहिँ नि यसलाई काट्यो क्या हो? भ्लगमा आइहाल्छ है काट्यो भने पनि। 1 महिनापछि चटपटे खाँदैछु गाइस म चाहिँ। दुईजना बहिनीहरूले मिहिनेत गरेर बनाउँदैछ। अर्को बहिनीले चाहिँ निन्जा टेक्निक गऱ्यो, उसको यो यसरी गऱ्यो भने आँसु आउँदैन अरे। ल साँच्चै आउँदैन आँसु? आउँछ त, त्यस्तो आउँदैन के। हेर है फेरि यहाँ फेरि भ्लगर बसिरहेछ, हात काट्यो नि मेरो त कन्टेन्ट बनिहाल्छ है फेरि। खासै भन्नुपर्दाखेरि लड्यो भने पनि म खत्रै लडेँ गाइस भनेर काटेँ हो। देखौ त काट्यो हो, देखौ है काट्यो भने। अर्को बेला म बिचरा भन्थेँ, तर अहिले भन्दिनँ किनकि अहिले हानेर साँच्ची देऊ न हो। काटेको छैन कि होइन नि, फेरि कन्टेन्ट बनिहाल्छ नि त हाम्रो। हामी अहिले बनाइरहेछौँ चटपटे। यो नि हाल्नु ला चटपटेमा बहिनी? इम्तियाज सर उता मिहिनेत गर्दै हुनुहुन्छ। मेरो युट्युब च्यानलमा सब्स्क्राइब। ल ठिक छ, हाम्रो यहाँ अर्को दाइ आउनुभएको छ। दाइ चाहिँ प्रोफेसनल सेफ हुनुहुन्छ। दाइ तपाईँ सेफ होइन हो नि? होइन मैले फेरि भनिदिइहालेँ होइन। दाइको कटाइ हेर्नु क्या, कटाइ खतरा चाँडो काट्नुभयो त दाइ मेसिनले भन्दा पनि। म पहिला यो पानीपुरी बेच्नेमा काम गर्थेँ कि। कहाँ रे दाइ? पानीपुरी बेच्नेमा काम गर्थेँ त्यहाँनिर। नेपाली पानीपुरी बेच्दा बानी पऱ्यो है। दाइले चाँडो काट्नुभयो। हामीले काटेको भए त टाइम लाग्थ्यो होला यति धेरै त। मेसिनभन्दा चाँडो हात चल्दो रहेछ दाइ तपाईँको? मेसिनसँगै काम गर्ने भयो अनि मेसिन दाइ बसेर दाइको पोजै यस्तो हो कि के हो? अलिकति सहिलो हुन्छ कि मलाई बसेर लाग्छ कि त्यही भएर। तपाईँ कहाँ बस्नुहुन्छ दाइ यतातिर? बसाइ त मेरो ग्रिनफोर्डमै हो भनौँ। हजुर। अब
छिमेकी नै भनौँ छिमेकी नै हो सो हामी चाहिँ अहिले कतिजना छौँ भने मैले तिमी म 5 जना छौँ 6 जना के को दाइ आज के को रे बकरिद हो आज बकरिद हामी दशैं केही भन्नु छ बहिनी पनि मनाउने बकरिद पनि मनाउने क्रिसमस पनि मनाउने लोसा मनाउने अब यहाँ आएपछि सबै मनाउने हामी चाहिँ अहिले सबै मनाउँदैछौँ दाइले प्याज कटाइ गर्दै हुनुहुन्छ स्पिडमा यो भाँडा चाहिँ कहाँबाट ल्याउनु भयो दाइ यो नेपालबाट ल्याउने भाइ मैले ए हो र केसमा हालेर कपडा छोडेर भाँडा मोमो भाँडा बोकेर आयो ठिकै हो त दाइ काम लाग्यो त खानु पर्यो यहाँ चाहिँ पाउँदैन किन्नलाई यो मोमोको भाँडा पाउँछ महँगो छ एक दिनको तलब हो धेरै होइन त्यत्रो महँगो पर्छ है अब हामी अब स्ट्रगल गर्न आउने मान्छेहरूलाई त महँगै हो नि त्यो होइन त्यो त महँगै हो यहाँको पन्छीहरूलाई पो अहिले के बन्दैछ भन्नु त अहिले हाम्रो डेजर्ट बन्दैछ यो खिरको लागि हो यो यता छ हाम्रो ड्राई फ्रुट्सहरू यता चाहिँ अचार बनाइछु मोमोको दाइले के हाल्नु भएको तेल निकाल्दै हो दाइ बोसोको तेल हिन्दी पनि निकालेछ क्या सुजन केसीले म त गीतै नसुने कति भएछ यार रोड भएछ बुझ्यो यहाँ रोड जिन्दगी भएछ अहिले चाहिँ हाम्रो मोमो पाकिसक्यो यो के हो यस्तो यस्तो त्यही त अहिले मोमो खाइसकेपछि फेरि लास्टमा भ्लग बन्ला नि सो तातो पो हुँदो रहेछ त्यो दाइ के गर्दै हुनुहुन्छ रेडी हो अब म रेडी भाइ लतार्न रेडी हो हामी के आयो फेरि रेडी भइसक्यो साया बहिनीले चाहिँ हाल्दैछ के हाल्दैछौ तिमी के हो अरे फेरि भन्न त एकचोटि के हो अरे बहिनी हो भन न एकचोटि अहिले जे भनेको थियो त्यही भन न भुटुवा अरे भुटुवा त्यो चाहिँ हाम्रो अचार हाम्रो फाइनली मोमो चाहिँ पाकिसकेको अवस्था अब मोमो लतार्न मात्रै बाँकी छ नि त सर है मोमो लतार्न घिसार्न कति महिनापछि मोमो खान लाग्यो भन त बहिनी तिमीले सीमा बहिनी तिमीले इम्तियाज सर तपाईँले हाम्रो कति हो दाइ म त सम्नाउने मोमै देख्छु भाइ अब दाइ तपाईँले त खाइरहनुहुन्छ होला नि होइन दाइ हामी खाइरहन्छ भाइ होइन तपाईँ त आफै बनाउनुहुन्छ ल सो फाइनली मैले पनि लगभग अलमोस्ट 1 मन्थ नै भयो होला 1 मन्थ पछि मोमो ट्राई गर्दैछु यहाँनिर मोमो खानु पऱ्यो भने कति पाउन्ड पर्छ दाइ 7 पाउन्ड 8 पाउन्ड 12-1300 को मोमो पर्ने रहेछ कतिवटा डल्लोको दाइ 7-8 पिस होइन अन्त 13 पाउन्ड 10 वटा पिसको अन्त 1 किलो त खसीको मासु आउँछ त यार नेपालमा त ल ल ल खाइहाल्नु त ल चेयर्स है तपाईँहरूको नै म यहाँ खिच्दैछु दाइ ह्याप्पी दिस भन्न लाउनु भयो क्या हो दाइले ल ए ल पर्खिन है ल चेयर्स ल ह्याप्पी सबलाई म त दाइले ह्याप्पी तिज भन्नु लाउनु भयो क्या भन्नु ल मोमो सीमा खाऊ गम्मै ठिक छ ल खानु तपाईँहरू खानु भने त्यसपछि ल आज ठिक छ सर दाइलाई त के सोध्नु दाइको हातमा त जादु छ होइन नट अन्त लतार्नु अब म नि लतार्नु पऱ्यो ए मोमो त हातले नै खाँदा ठिक होला नि होइन त के हो आफ्नै भेटेर छ ल मैले नि खाइदिएँ दाल सही मिठो भएको छ यार हामीले बनायो त हुँदैन थियो होला नि यस्तो
जादुगर भएपछि के गर्नु भाइ दाइ खतम मान्छे होइन जादुगर भएपछि अब दाइ अब एउटा होटल खोलेर बस्नुपर्छ ल सोच्दैछु भाइ है दाइ ल मैले पनि दायाँ बायाँ तल माथि मुनि यताउता के पनि नसोचिकन गेम खाइदिएँ मोमो जो होगा कल सुबह देखा जाएगा भनेर के हो तिम्रो नाम के हो तिम्रो लाइफ चाहिँ ठ्याक्कै लाएर अहिले कस्तो भइरहेछ भने त्यो के भन्छ नि नेपालमा कुकुरको फुर्सद पनि छैन जब पनि छैन भने जस्तै मेरो पनि सेम सिचुएसन छ सो केही छैन सो त्यही हो आफ्टर 1 मन्थ पछि मोमो खाइयो मोमो चाहिँ धेरै मिस गरिरहेको थिएँ नेपाल छोडेपछि अनि त्यही हो वन्स अगेन सबलाई ह्याप्पी ईद होइन अनि स्टे सेफ अनि अरू के भनौँ सो मेरो अर्को अस्ति कलेज गएको यताउता इनरोलमेन्ट भएको सबै त्यो ब्लगहरू चाहिँ अर्को भिडियोमा आउँछ किनकि अस्ति हाल्न पाइरहेको थिएन होइन अलि बिजी जस्तो भएर सो त्यही हो स्टे सेफ सबजनालाई अनि सी यू इन माई नेक्स्ट ब्लग एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लाइक माई च्यानल यो नि अलिकति भन्नै पऱ्यो होइन क्लोजअप के भन्छ त्यसलाई यो अलिकति बिल्डअप दिनै पऱ्यो होइन सो त्यही हो सो ओके सी यू इन नेक्स्ट ब्लग